डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ तिम्रो बारेमा लोकेको कुरा नभने पनि बोलिदिनेलाई सम्झिदिए रातमा किन बिउछेको दिनमा किन पर्खेको कस्तो युक्ति देखा लागे गुडुकी गुडुमा एकचोटि सरर उड्न सिकाइदेऊ। दर्शकबिन भोइस किड सिजन 1 देखि सिजन 5 आउँदै गर्दाखेरि अहिलेसम्म पेम्बा दिछाङ तामाङ जतिको आवाज भएको कोही पनि भेट्न सकिएन हामीले। उहाँको आवाज एकदमै राम्रो थियो। भोइस किड्सले कहिले पनि बिर्सन नसक्ने आवाज पेम्बा दिछाङ तामाङको। पेम्बा दिछाङ तामाङ भोइस किड्समा त विनर हुन सकेनन्, तर उनी हरेक दर्शकको मनमा विनर भएर बसेको छिन्। तपाईँ पेम्बा दिछाङ तामाङलाई माया गर्नुहुन्छ भने एउटा मिठो कमेन्ट छोडेर जानुहोला।